गण्डकी प्रदेश अन्तर्गत लमजुङ र गोर्खा जिल्लाको संयुक्त रूपमा धान खेतीको उत्पादन कार्यक्रममा हामी आज सरिक भइराखेका छौँ। हाम्रो देश नेपालमा थुप्रै खालका समस्याहरू छन्, थुप्रै खालका सङ्कटहरू छन्। ती सङ्कटहरू निवारण गर्न नेपालमा बेला बेला आन्दोलन सङ्घर्ष भइराखेका छन्। यहाँ उपस्थित हुनुभएका सम्पूर्ण जनसमुदायमा नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशको तर्फबाट स्वीकार्न क्रान्तिकारी अभिवादन। उपस्थित कमलहरू र आदरणीय जनसमुदायहरू, जनताको सत्ता बनाउने अभियानमा चाहिँ एउटा प्रकारले तपाईँहरूको बीचमा पार्टी आउँदै गयो। आज नेपाल कम्युनिस्ट पार्टीको खेतमा छ। त्यसैभरि नेपाल कम्युनिस्ट पार्टी विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी चाहिँ तपाईँहरूले देख्नु भएको छ 77 जिल्लामा चाहिँ के भने उत्पादनमा जोडिएको छ। राजनीति सँगसँगै उत्पादन कार्यलाई जोडिरहेका छौँ र मुख्य गरेर अहिले हाम्रो पार्टीले अहिलेको सन्दर्भमा र हिजो पनि हामी जनयुद्ध लड्दाखेरि जनताकै साथले हामी सफल भयौँ, सम्पूर्ण व्यवसायकै साथले हामी सफल भयौँ। अहिले पनि हाम्रो लक्ष्य के छ भने दलाल सत्ताको अन्त्य गरेर नेपालमा समाजवाद ल्याउनु छ। समाजवाद ल्याएर त्यो समाजवाद हुँदै साम्यवादसम्म पुगाउने अभियानमा चाहिँ नेपाल कम्युनिस्ट पार्टी चाहिँ अगाडि बढिरहेको छ। तपाईँहरूलाई थाहा छ, हामीले वार्ता गर्छौँ, हामी चुनावमा भाग लिन्छौँ। हाम्रो पार्टीले भनेको छ सम्पूर्ण नेता कार्यकर्ताहरू उत्पादनमा जोडिनुपर्छ। एक नेता एक उत्पादन। पहिला पार्टीलाई हामी आत्मनिर्भर बनाउँछौँ, हामी जनता देशलाई आत्मनिर्भर बनाउँछौँ। हामीले 2 लाख केजी आलु चाहिँ किलोको गरिरहेछौँ। अहिले चाहिँ हामी दोस्रो वर्षमा ठुलो स्केलमा आलु दिँदैछौँ। भर्खरै हामी अकबरे खुर्सानी पनि सम्झौता गर्दैछौँ र थुप्रै कुरामा हामी सम्झौता गरेर अगाडि बढिरहेका छौँ। कसैसँग भात खानलाई चन्दा मागेर होइन, हामी आफ्नै श्रमबाट बाँच्ने, आफैले धान उत्पादन गर्ने, आफैले गहुँ उत्पादन गर्ने, आफैले फलफुल उत्पादन गर्ने, आफैले भेडा चाहिँ के भने पाल्ने र चाहिँ पार्टीलाई चाहिँ के भने आत्मनिर्भर बनाउने र चाहिँ सम्पूर्ण जनतालाई जोडेर चाहिँ के भने देशैलाई आत्मनिर्भर बनाउने अभियानमा चाहिँ नेपाल कम्युनिस्ट पार्टी लागिरहेको छ। हामीलाई एउटा विश्वास छ, हजारौँ शहीदको रगत बगेको छ, हजारौँ जनताको पसिना बगेको छ। थुप्रै कठिनाइबाट चाहिँ हामीले गणतन्त्र ल्यायौँ, तर आज प्रतिगामी तत्त्वहरू सल्क लगाइरहेका छन्। फेरि 47 सालतिर फर्काउने अभियानमा छन्। अहिले तपाईँले देखिरहनु भएको छ, एकातिर प्रतिगामी तत्त्वहरू चाहिँ सल्क लगाइरहेका छन्। फेरि पनि म अन्तिममा पार्टी जिल्ला पार्टीहरूलाई धन्यवाद दिँदै, उपस्थित पत्रकार मित्र र आदरणीय जनसमुदायलाई धन्यवाद दिँदै, यो अभियान हाम्रो सुरु मात्रै भएको छ। जबसम्म देश चाहिँ समृद्ध हुँदैन नि, आत्मनिर्भर हुँदैन नि, त्यति बेलासम्म यो अभियान जारी रहनेछ भन्दै मेरो विषय पनि सम्झिन्छु तिमीलाई, त्यो पहिलो भेटको त्यो मायालाई। शब्दले भन्न नसक्ने भाव, तिमी मेरो जीवनको चहकिलो छाया। माया यो दिलले मात्र बुझेको कथा, तिमी बिना अधुरो लाग्छ यो यात्रा। माया तिमी मेरो सास, मेरो सपना, तिमी बिना यो जीवन अधुरो जस्तो छ। हराउन चाहन्छु, तिम्रो आदरमा जीवन भुलाउन चाहन्छु। तिम्रो हाँसोले यो मन बिछाउँछ, तिम्रो साथमा यो जीवन रमाउँछ। यो दिलले मात्र बुझेको कथा, तिमी बिना अधुरो लाग्छ यो यात्रा। माया तिमी मेरो सास, मेरो सपना, तिमी बिना यो जीवन
अधुरो जस्तो छ तिम्रो आँखामा हेरेर हराउन चाहन्छु तिम्रो आधारमा जीवन भुलाउन चाहन्छु तिम्रो हाँसोले यो मन बिछाउँछ तिम्रो साथमा यो जीवन रमाउँछ माया यो दिलले मात्र बुझेको कथा तिमी बिना अधुरो लाग्छ यो यात्रा माया तिमी मेरो सास मेरो सपना तिमी बिना यो जीवन अधुरो जस्तो छ फुलको सुवास जस्तै छ तिम्रो माया संसार सुन्दर लाग्छ तिमी छौ जहाँ धड्कनले तिमीलाई मात्र खोज्छ सपनाहरुला तिमीलाई भेट्न तोड्छ माया तिमीसँगै बाँच्ने रहन्छ तिमी बिना जिन्दगी अधुरो डर्छ माया यो भावनाको अन्त्य छैन तिम्रो साथमा यो प्रेम अमर छ क्या तू दिन रात को तारा सँगै तिम्रो माया भित्र हरायो यो